आरिगातो गोजाइमास्ता। ल गाइज आज हामी यो जङ्गली आएको छौँ होइन। अनि यता हाम्रो साथीहरू भाइ ललित यता विकास गकुल छौँ होइन। गाइज के छ खबर? यस एउटा पनि चढ्या छैन होइन। ल आज चाहिँ मजाले यतापट्टि म्युजिकहरू बजेको छ गाइज है। यतापट्टि अब हामी यहाँबाट चाहिँ गइरहेका छौँ यसरी। अनि यसरी तपाईँले चाहिँ सर्च गर्नु भने ओ यो हेर्नु यो ठुलो जङ्गलियाको। हेलो। अब चाहिँ हामी यहाँबाट चाहिँ सफारीमा जाँदैछौँ। यो एकदम एरिया चाहिँ एकदम ठुलो छ गाइज, यसरी देख्न सक्नुहुन्छ है। पुरै एकदमै ठुलो छ यो एरिया। अब हामी चाहिँ यहाँबाट यो बाटो चाहिँ फर्स्टमा हामी चाहिँ सफारी जान्छौँ, सफारी घुम्छौँ। त्यसपछि अरू यहाँ के छ घुम्नुपर्ने ठाउँहरू एकदमै धेरै छ। आज चाहिँ कति भ्याउँछौँ त्यति चाहिँ घुमेर जान्छौँ हामी चाहिँ है त। यता म्युजिकहरू पनि बजिरहेको छ। साथीहरू हो त पछाडि यसरी आउँदै हुनुहुन्छ साथीहरू। तर यो चिजसम्म चाहिँ हिँड्न चाहिँ निकै पर्दो रहेछ। हिँड्न चाहिँ यसरी देख्न सक्नुहुन्छ है। घुम्ने साथीहरू चाहिँ धेरै आउनुभएको छ यसरी। यो चाहिँ ओकिनावामा चाहिँ यही वर्ष नै ओपन भएको यो पार्क हो। एकदमै ठुलो पार्क छ यो चाहिँ। यो जङ्गलिया भन्ने पार्क हो होइन। टाढा टाढाबाट पनि यो ठाउँमा घुम्न आउनुहुन्छ। अब मैले तपाईँलाई यसो घुमेको ठाउँहरू अनि के रहेछ त्यो चाहिँ यो भिडियोभित्र चाहिँ समावेश गर्नेछु। हेर्नु होला भिडियो अन्तिमसम्म के कस्तो लाग्छ कमेन्ट पनि गर्न नबिर्सिनु होला है त। ल आज हामी चाहिँ यो जङ्गलिया घुमिरहेछौँ होइन। एकछिन हामी उतापट्टि घुम्यौँ। सबै जनतालाई भनिदिनुहोस् तपाईँले के रहेछ ल दुई चारवटा जोस् ललित घुमिरहेका छौँ। अब लास्टमा केकका चाहिँ हामी लास्टमा भन्छौँ कस्तो छ के छ भनेर चाहिँ। अहिले तोरी आज केही नभनौँ। ल ठिक छ। यसरी गाइज अब हामी चाहिँ यहाँबाट चाहिँ फर्स्टमा यहाँबाट छिर्छौँ यसरी यसरी। ल हेलो। ल अब हामी चाहिँ लाइनमा छौँ है। सर यहाँबाट लाइन प्रवेश गर्छौँ। यहाँबाट हामी चाहिँ यसो दिनभरि घुमियो है। अनि तपाईँहरूलाई चाहिँ यो भित्रको भिडियो चाहिँ सबै कुरा देखाउन नमिल्दो रहेछ यो ठाउँमा चाहिँ। जति देखाउन मिल्छ त्यो बाहिरहरूको भाग चाहिँ देखाउन मिल्दो रहेछ। भित्रको चाहिँ खासै देखाउन नमिल्दो रहेछ। तपाईँ स्वयं नै उपस्थित भएर अनि चाहिँ भित्र आउनु होला है। धेरै कुराहरू चाहिँ यहाँ सिक्रेट छ, देखाउन मिल्दैन। किनकि तपाईँ त्यही ठाउँमा गएपछि मात्रै हेर्न मिल्ने बनाएको रहेछ यो ठाउँ चाहिँ। यस्तो छ है। अनि फेरि हामी चाहिँ यताउता खेलिरहेका छौँ। फेरि चाहिँ हामी लाइन लागिरहेका छौँ है। यहाँबाट अलिकति चाहिँ हामीलाई चाहिँ गाइड गर्नुभएको छ जापानिजले। यसरी जानुपर्छ यो ठाउँ भनेको चाहिँ प्रायः गरेर चाहिँ तपाईँ चाहिँ घुम्न आउनुहोस्, अलि टाइम लिएर आउनु होला होइन। एकदम ठुलो छ यो ठाउँ चाहिँ घुम्नको लागि चाहिँ। त्यही कारणले गर्दाखेरि चाहिँ सबै घुमेर सकिँदैन। अनि सबै ठाउँमा चाहिँ क्यामेराहरू चाहिँ फोटो खिच्न अथवा भिडियो गर्न चाहिँ मिल्दैन डाइनोसरहरू भएको ठाउँमा। अनि धेरै कुराहरू यस्तो सिक्रेट ठाउँ छ कि तपाईँले हेर्न मिल्छ स्वयं गएर, तर चाहिँ क्यामेराले भिडियोहरू बनाउन मिल्दैन। त्यो मैले चाहिँ बाहिरहरूको यसो दृश्यहरू मात्रै तपाईँलाई भिडियो गरेँ है। ओके अब हामी भित्र जान्छौँ, यहाँबाट चाहिँ प्रवेश गर्छौँ। अब हामी चाहिँ यहाँबाट प्रवेश गर्छौँ है। आज हामी इन्जिनियर पनि भइयो होइन। हेलो हेलो गाइज हो हाई हेलो।
Tenang, jadi kakur. Yes, nice. Okay. Awesome. अहिले चाहिँ हामी चाहिँ यो भित्र रमाइलो गर्दै यहाँ भित्र पार्कभित्र चाहिँ यस्तो रहेको छ होइन एकजना हामीलाई चाहिँ जापानिज चाहिँ गाइड गर्दै जानुभएको छ यहाँ हाम्रो साथीहरू यसरी गइरहेका छौँ है यस्तो रहेको छ गाइड निकै रमाइलो रहेछ भित्रपट्टि चाहिँ होइनカフ探します肉食恐竜のナティです。ナティベロキラプトルです。とても凶暴な恐竜です。今寝てるからゆっくりこちらの方へ。オッケー。逃げて。もしかしたら今のナティに踊りティーダはさらに奥へ行ってしまったのかもしれないね。さあ俺たちもどんどん先へ進もう。ベイビーですね赤ちゃん恐竜です。ベイビーダイナソー。ठिक छ यस भिडियो राम्रो हो नि さあこちらアンキロサウルスのジンナです。ジンナ。अब हामी चाहिँ रमाइलो भइरहेको छ है गाइज यस्तो छ हामी चाहिँ अलिकति सफारी जस्तै गरिरहेको छौँ भित्रपट्टि चाहिँ あの橋は今にも崩れ落ちそうで危ないから気をつけて渡っていこう。橋の上は動画の撮影することができません。 오케이 ありがとうございました。いってらっしゃい。またね。ありがとうございました。いってらっしゃい。いってらっしゃい。またね。ありがとうございました。お待ちのお客様、タムタムトラム向きを変えて戻ってきますので、もう少々お待ち。さあ、目の前にアンバルフレーズ見えてきました。アンバルフレーズのね、こういうところで挨拶してくれます。行ってきます。さあ、申し遅れました。私、タムタムトラムの MC、沖縄県出身、うちなちの梅ちゃんです。という意味だと思う人、正解は梅という意味でございます。もう間もなく到着いたします。はい、ではさあ、ここダイナソーサファリでお湯に寄ったお客様、手を挙げてナビゲーターに教えてください。はい、降りる方いらっしゃいますか？誰か手前も一緒にやっていきましょうか。私がいやさあさあってはいやと書いてください。じゃあ行きますよ。いやささはいやいやささはいやいやささはいやいやささはいやもっといやささはいやいやささはいやまだまだいやささはいやささはいやいやささはいやありがとうございました。
भने हो यति बेला हामी जङ्गलियाको एक्लै भ्रमण गरेर आइसकेका छौँ एकदमै तानोश्री भएको छ हामी सबैजनाले अब थोरै सुरुमा आउँदा कन्फ्युज हुनुहुन्छ पछि लास्टमा चाहिँ रमाइलो हुन्छ तपाईँले सुरुमा म्याप हेरेर सबै त्यसको बारेमा पुरै सब अनुसन्धान गरेर आउनु होला बल्ल तपाईँले तानोश्री हुन्छ नत्र भने चाहिँ तपाईँहरू केही न केही हुन्छ जङ्गलियाको बारेमा नेगेटिभ मात्रै कमेन्ट आउँछ धन्यवाद ओके गाइजहरू तपाईँले धेरै बुझेर आउनु होला टाइम दिएर आउनु होला होइन